आजको यस विशाल विरोध र्यालीमा सम्बोधन गर्न आउनुभएका हाम्रा आदरणीय नेपाली कांग्रेसका सभापति पूर्व प्रधानमन्त्री आदरणीय शेरबहादुर देउवाज्यू, त्यसैगरी नेपाली कांग्रेसका प्रवक्ता एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माज्यू, आदरणीय यहाँ उपस्थित रहनुभएका माननीय सांसदज्यूहरू, पूर्व सभापतिज्यूहरू, पार्टीका वरिष्ठ नेतृत्व वर्गमा रहनुभएका तमाम पार्टीका साथीहरू र आज यस विरोध र्यालीमा जीवनलाई थाती राख्दै कोरोनाको यो महामारीमा पनि आज यो सरकारको विरुद्धमा उत्रिनु भएका नेपाली कांग्रेस लगायत मकवानपुर जिल्लाका तमाम साथीहरू, जनसहभागितामा आउनुभएका तमाम साथीहरूमा म जय नेपालको अभिवादन गर्न चाहन्छु। जय नेपाल। आदरणीय साथीहरू, आज मलाई लागिरहेको छ हिजो 2046 सालको जनआन्दोलन, त्यसैका 2062-63 को जनआन्दोलनको अन्तिम दिन, जति बेला 46 साल 26 गते राजाले प्रजातन्त्रको घोषणा गरे, त्यो त्यसको भोलिपल्ट 27 गते यहाँ यो मकवानपुर जिल्लामा यसरी मानिस उर्लिएको थियो। त्यो पछि आज म देख्दैछु आज यो कम्युनिस्ट सरकारको विरुद्धमा जनमानस उर्लिएको छ, तमाम जनताहरू आज उर्लिएको मैले देखिरहेको छ। आज यो यसको अर्थ हो आजको कम्युनिस्ट सरकार चाहिँदैन, नेपाली जनताको अधिकार सुरक्षित गर्ने पुनः नेपाली कांग्रेस चाहिन्छ, लोकतन्त्र चाहिन्छ भनेर आएको जनमानस हो। आज देखिरहेका छौं चारैतिर लाखौं जनसंख्या यहाँ उपस्थित भएको छ। साथीहरूले देख्नु भएको थिएन होला, यत्रो जनमानस आज यो सरकारको विरोधमा आएको छ। आज यो सरकारको विरोध गर्ने तात्पर्य त हामीले धेरै संयमता अपनायौं। नेपाली कांग्रेसले नेपालको संविधान निर्माण गर्यो, आदरणीय सुशील कोइरालाको नेतृत्वमा संविधान बन्यो, आदरणीय शेरबहादुर देउवाको नेतृत्वमा संविधानलाई कार्यान्वयनको बाटोमा अगाडि बढायौं। तर त्यो बाटो रोक्ने काम, संविधान कार्यान्वयनको बाटो रोक्ने काम आज कम्युनिस्ट सरकारले गरेको छ, केपी ओलीको सरकारले गरेको छ। त्यसैको विरुद्धमा आज विरोध र्याली देशभरि भइरहेको छ। आज यो सरकार भ्रष्टाचारीको सरकार हो, आज यो सरकार बलात्कारी सरकार हो, आज यो सरकार किसान मारा सरकार हो, गरीब जनताको मारा सरकार हो। आज यो सरकार कसको सरकार? आज यहाँ महिला सुरक्षित छैन। निर्मला हत्याकाण्डदेखि आज हरेक दिन महिला हत्या र बलात्कार भइरहेको छ, त्यसलाई आज कारबाही गर्न सकेको छैन। महिलाको जीव ज्यानको सुरक्षा दिन नसक्ने सरकार आजको केपी सरकार हो। अघि यहाँ भनिसक्नु भएको छ, आज किसान रोइरहेका छन्, उखुको कुरा उठेको छ। आज तराईमा उखु खेती गरेकाले वर्षौं दिनसम्म आफ्नो मेहनत र परिश्रमको कमाईको पैसा नपाएर आज काठमाडौँमा धरना दिइरहेका छन् उखु किसानीहरू। र आज भन्दा 1 वर्ष अगाडि मन्त्री स्वयं बसेर 6 महिना भित्रमा त्यो सरकारले यो सम्झौता गरेको छ, उखु किसानहरूको उपयुक्त मूल्य दिलाउने सम्झौता गरेको छ। तर आज त्यो क्रियाकलाप अगाडि भएको छैन। आज किसानको सरकार पनि यो बन्न सकेन, आज महिलाको सरकार यो बन्न सकेन, किसानको सरकार यो बन्न सकेन, आज उद्योग व्यवसायीहरूको सरकार यो बन्न सकेन, मजदुरको सरकार यो बन्न सकेन। आज सारा जनता पीडित छन्। यो सरकार केवल केपी ओलीको आसे पासे मन्त्री भ्रष्टाचारीको मात्र सरकार हो। त्यसैले आज हामी यो भ्रष्टाचार सरकारलाई सत्ताच्युत गराउन सडकमा उत्रिएका छौं। हामी सांकेतिक आन्दोलन गरेका छौं। नेपाली कांग्रेसले पटक पटक आवाज उठाएको छ। हामीले धैर्यता र संयमता यति किन राख्यौं भन्दा कोरोनाको महामारी छ, जनादेश सरकार, स्थिर सरकारको कुरा
जस्तो कोरोना मात्र होइन कम्युनिस्टलाई परास्त गर्न सक्छौं भनेर आज उल्लिनु भएको छ। त्यसैले अर्को कुरा अघि मैले भनेको छु, बलात्कारी सरकार हो यो। महिला मात्रै बलात्कार गरेन यो सरकारले, देशमाथि बलात्कार गर्यो।